आज धेरै दिन हप्ता बादमा फेरि नयाँ भिडियो लिएर आइरहेको छु। यो भिडियोमा चाहिँ मेरो यो कोठेबारीको यो मेवा यसरी पाकेको छ। आज यो मेवा र हामी सबै मेवा जतिवटा पाकेको छ यो बोटमा 4टा पाकेको छ। यसलाई आज हामी टिप्दैछौँ। यसको चाहिँ आकार डल्लो खालको हो यो चाहिँ, अनि यही छेउमा भएको चाहिँ यो चाहिँ लामो खालको छ यो चाहिँ। र अब हामी म टिप्छु, आमाले मलाई भिडियो बनाइदिनुहुन्छ। दिनुहोस् त आमा, यहाँ पक्रिनु यसरी गरेर मलाई उयो गर्नु त, त्यहाँबाट मलाई यो मेवा देखाइदिनु त, देख्छ कि हेर्नु त। किलो भयो त्यो बाङ्गाएर जान लगायो भने बिक्री भइहाल्छ। त्यो अर्को टिपिहाल्नुहोस्, बाँधेन त टोक्छ, आँखामा पर्छ नि चोकहरू। यिनीहरू चाहिँ कलिलो छिपेको छ। अब त गरौँ हुँदैन। हामीले 4टा चाहिँ टिपिएको छ हो। एउटा चाहिँ हामीले यो ओभर पाकेको छ, योलाई चाहिँ हामीले काटेर टेस्ट कस्तो छ भन्छ।